सो व्हाट्स अप ब्युटिफुल पिपल, इट्स योर बोय अनिल सुन्दास है। हजुरहरूलाई थाहा छँदैछ आफ्टर लङ टाइम म हजुरको सामु फेरि पनि आइसकेको छु। आफ्टर लङ टाइम इट्स बिन लाइक 8 to 9 मन्थ भइसकेको छ है। अब यस्तो के गर्नु, ड्युटी रुम गर्दा त्यो विदेशी लाइफ बित्दैछ, केही छैन। म फेरि ब्याक टु ब्याक अब सकेसम्म आउने प्रयास त गर्छु। लेसी के हुन्छ है, म तपाईँहरूलाई हप्तामा एकचोटि भिडियो दिनु नसके पनि जस महिनामा एकचोटि दिने प्रयास गर्छु। आई ट्राई माई बेस्ट है। अनि केही छैन, त्यही नै हो। अनि आज हामी दुई दाजुभाइ मिलेर चाहिँ प्लान गरेर हामी चाहिँ डेजर्ट सफारी जाँदैछौँ है। अहिलेको टाइम तपाईँहरू कति भयो? एज यु क्यान सी अहिले 3:07 भएको छ है। त्यही नै हो, दुई दाजुभाइहरू छौँ हामी, दुईजना मिलेर डेजर्ट सफारी जाँदैछौँ। सो ब्रदर, हाउ यु फिलिङ? भेरी ह्याप्पी। ओके, म चाहिँ धेरै खुसी छु है। यो विदेश जस्तो ठाउँमा आएर नि घुम्न जानु पाउँदा धेरै खुसी छु दाइको सपोर्टमा। ओके, जस्ट त्यही हो। अब आजको ट्राभल कस्तो हुने हो है, त्यो चाहिँ पछि आउने छु। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। ओके, आजको ट्राभल कस्तो हुन्छ हामी बिचमा तपाईँहरूलाई सिनेमेटिकहरू देखाएर बेला बेला अलिकति इन्टरटेनमेन्ट गराइहाल्छ, त्यसको लागि केही छैन। सो त्यही नै है। अहिले चाहिँ हामी आज ट्याक्सीमा छौँ, दुई दाजुभाइ सरल र अलगदामा जाँदैछौँ। अहिले चाहिँ हामी क्यारी फुडबाट खानासाना खाएर निस्किएको, माथि फुड कोर्टमा गएर यसो केएफसी खाएर निस्किएको। नै हो है, गल्फ कन्ट्री हो। अब गर्मी कतिको छ भनेर त हजुरलाई थाहा छँदैछ। एज यु क्यान सी फर एन एक्जाम्पल है, म पुरै पसिनाले भिजिसकेको छु। एक त कालो मान्छे, अनि अर्को कुरा त पुरै ब्ल्याक ड्रेसमै छु। त्यही भएर पनि फिलिङ हटी भएर पुरा पसिना पुरै हालिरहेको छ। म त झन् ब्ल्याक ब्युटी हो है। ब्ल्याक ब्युटी, म सेतो ड्रेसमा छु, त्यही भएर मलाई सेतो देखा हो। के बोले भाइ? अब के बोले ए फोन ला। अनि त्यही नै हो, एज यु क्यान सी गाडीमा छौँ। अब हेर्दै जाउँ, म हजुरलाई अपडेट गरि नै हाल्छु। ल, म हजुरलाई अब एकैचोटि अलौदा मल गएर भेट्छु है त। सो त्यही नै हो गाइज है, म र भाइ चाहिँ आइसकेको छौँ। एज यु क्यान सी है, भाइ पुरा लजाइरहेको छ क्यामेरामा आउन है। सामान छ केही छैन। अनि यतिको घुम्न लागि पनि अलिअलि त सामान त बोक्नु पऱ्यो। मजाकमा सामान धेरै भयो। हामी चाहिँ यता के भन्छ यो स्टुडेन्टमा आउनुपर्ने रहेछ है। हामी अहिले आइसकेको छौँ। अनि त्यही हो, गर्मी छ, हल्का चिसो खाँदै। त्यही नै हो है, म गाडीभित्र गइसकेछु, हजुरलाई देखाउँछु है त। हामी चाहिँ गाडीभित्र छिरिसकेको छौँ। अगाडि हुन्छ हाम्रो ड्राइभर चाहिँ, त्यही हो है। अनि एज यु क्यान सी हामी ठ्याक्क अलबदा मलको अगाडि छौँ अहिले चाहिँ है। यो चाहिँ अलबदा मल हो है, त्यही नै हो। हामी बिस्तारै लाग्दैछौँ, टक्क चिसो खाँदै दाजुभाइ चढ्छ आफ्नो पारामा है। ओभर एक्टिङ गर्दा साला चिलमा छ, केही छैन, यतिको हुनुपर्छ है। अनि त्यही नै हो, चाहिँ अल द वे टु डेजर्ट भइसकेको छौँ। हाम्रो गाडी स्टार्ट भइसकेको छ। अब ड्राइभरको कुरा अनुसार चाहिँ हामी चाहिँ ठ्याक्क विदिन 1 आवरमा चाहिँ हामी त्यहाँ पुग्छौँ भन्ने कुरा छ। अब लेट्स सी के हुन्छ। उता पुगिसकेपछि म हजुरहरूलाई कति टाइम लाग्यो, बाटोमा के कस्तो भयो भने त भनि नै हाल्छु, त्यसको लागि नो वरिज। यहाँ छ हाम्रो भाइ, किस भाइ? ठिक छैन होइन? चिल छ, सही। के खानुभएको दाइ? खानुभएको भन्दा पनि के खानु लाग्यो, के झिक्या भन्ने कुरा हो है। दाजुभाइ टक्क साइडमा के झिक्नु लाग्यो? केएफसी छ है, एज यु क्यान सी चट्टो लाएर टक्क योसँग। गाइज है, फाइनल्ली हामी चाहिँ लगभग आइसकेको अवस्था छ। 1 घन्टा लाग्छ भनेर भन्नुभएको थियो ड्राइभरले, तर 1 घन्टाभन्दा अलिकति बढी भनौँ न, जस 1.5 घन्टा जतिमा चाहिँ हामी यहाँ आउन चाहिँ सफल भयौँ है। एज यु क्यान सी अब लेसी अब अझ पनि कति टाइम लाग्छ, 5-10 मिनट जति लाग्ला। त्यही नै है, फाइनल्ली है हामी चाहिँ अब पिच रोड छोडेर यता अफ रोडमा डेजर्टतिर जाँदैछौँ। एज यु क्यान सी गाडी इज फिलिङ एक्साइटेड है। छैन अब वाट इज गर्मी भनेर अब सुरु हुन्छ गाइज। हामी गेटबाट छिर्यौँ है। अब
Money for safari trip, 150 oid each. होइन परेन म यहाँ सामान बोकेरै काउ हुन्छ केही छैन भाइलाई पुरै सामानहरू बोकेर आएको छु मैले एजुकेन्सी है भाइ भएपछि यतिको त हुनुपर्छ यतिको गर्नुपर्छ केही छैन है केही छैन ए एजुकेन्सी तर खासै त्यस्तो गर्मी नहुने रहेछ है दुबईको मरुभूमि है हामी अनि एजुकेन्सी हामी आएको गाडी चाहिँ यही नै हो है हाम्रो ड्राइभर उहाँ नै हुनुहुन्छ अब यहाँ हामी भित्र जाँदैछौँ सो एजुकेन्सी है दाजुभाइ चट्टा पारामा आइसकेको छौँ भाइ चाहिँ चिलमा हो भाइ लास्टै चिलमा अरे लास्टै चिलमा हो एहे ठिक छ त एक्साइटेड हुनुपर्छ चिलमा नि हुनुपर्छ केही छैन है त्यही नै हो एजुकेन्सी अगाडि चाहिँ त्यहाँ मोटरहरू छ अहिले त्यही राइड हान्ने होला हामीले है एकछिनमा पहिला म यो फ्याँकेर आउँछु है ल जाऊ डस्टबिनमा गएर फ्याँकेर भाइलाई ब्याग स्याग पुरै बोकाएर उता अगाडि पनि छ त डस्टबिन है ए साथीहरू सँगै आएको साथीहरू यस्तै छ तर त्यस्तो गर्मी नहुने रहेछ सोचे जस्तो तर टाइम पनि ठिक्क छ नि त अहिले तपाईँहरूको टाइम पनि ठिक्क छ नि त अहिले कति 4:30 जति भयो टाइम पनि ठिक्क छ हाम्रो गाडी हो है त्यसले गाडी गरिहाल्छ नि होइन सो एज यु क्यान सी है गाइज है यस्तो हुने रहेछ यहीँ सानो बक्का लाइन रहेछ है बक्कले भनिदिउँ न अब होइन है हाम्रो गाइड चाहिँ उहाँ हो अरे है बस्ने खाने ठाउँ रहेछ अस्सलाम वालेकुम स्वाद बार गलियम भेरी गुड सो है उहाँ हुनुहुन्छ हाम्रो गाइड क्यान प्लिज से हेलो very good to see you brother so he is our guide today yes I will explain you all activities what is shared what is free I will explain you okay hello you. guys please come here hello how are you very good very well okay guys here what is free I will explain Very sorry for the noises. Due to the wine. free long ride extra charge board bike falcon picture headscarf extra charge outside sandboarding like sledding including in the package car is coming after 20 minutes you go the dune bashing corner toilet first gents second female buffet counter is there the circle after 7:30 state bar counter water soft drink water right now soft drink after dinner same place take coffee counter after 6:30 Anna painting the last one cabin small tattoo free full hands extra charge for ladies no for ladies for baby two option sitting area first option package include the sitting the pillow sitting every time announcement every time move the queue the self service but it's 2 days too much crowd everybody move the queue the self service you upgrade the package for VIP the waiter serve water soft drink tea coffee french fries mango juice orange juice right now the waiter serve the food after 6 is block the food start VIP food different normal food different VIP live grill live buffet VIP more dishes but their extra charge 50 dirham per person everything right now the everything waiter serve the unlimited not wait not queue except to you normal and VIP your choice just the normal fine, thank you. okay done you go for VIP for kids is free 150 altogether you go VIP everything right now the everything better serve No, thanks, Raj. okay done thank you so much सो त्यही नै है सबै कुरा उहाँले हामीलाई एक्सप्लेन गरिसक्नु भएको छ त्यसको लागि उहाँलाई धेरै 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 धन्यवाद है सो त्यही नै हो लेट्स सी अब के हुन्छ हेर्दै जाउँ गर्दै जाउँ वासरुम उता छ भन्नु भने होइन उसले अनि मेरो भाइ के हो
कस्तो महसुस भइरहेको यस्तो प्लास्टिक खुसी पनि लागिरहेको छ है ओके आउनु पाउँदा भने नि 2 वर्ष हुन लाग्यो दुबई आएको है तर पनि लास्टै खुसी छु 2 वर्षको हरेक कुराहरू योभन्दा बिगतको कुराहरू बिर्सेर अहिले चाहिँ लास्टै खुसी छु है ओके मेरो सपना थियो यहाँ आउने त्यसले खुसी छु भेरी ह्याप्पी टुडे म लास्ट थाहा थियो गाइज म अहिले हजुरलाई अलिक छिटो भेट्छु है त Heading ahead for a safari ride. अरे वाह सो त्यही नै गाइज है हामी चट्ट दाजुभाइ अब टक्क यो माफिया लुक्समा अब यहाँ आएर यति त गर्नै पर्यो यति त लाउनै पर्यो यतिको त हुनै पर्यो मेरो भाइ होइन सो त्यही नै हो अब टक्क सफारीमा निक्लिँदैछौँ हामी गाडीमा लेट्स सी के हुन्छ म हजुरहरूलाई बाटो अपलोड गरि नै हाल्छु है त्यही नै हो सो गाइज है त्यही हो है एज यु क्यान सी हामीले चट्ट सफारी राइडको लागि निक्लिसक्यौँ दाजुभाइ चट्ट पारामा ड्याङ ड्याङ गीत सुन्दै होइन हेर्न सक्नुहुन्छ भाइ पनि उतापट्टि मजाले भिडियो सिडियो खिच्दै रमाउँदैछ इन्जोय गर्दैछ है त्यसै गरी म पनि इन्जोय गर्दैछु ठिकै छ अब फर्स्ट टाइम एक्सपिरियन्स हो एक्साइटेड पनि छु अलिकति नर्भस पनि छु है डर पनि लाग्छ डर त लागिहाल्छ है अब त्यो बच्चा बेलामा तपाईँको त्यो हिल क्लाइम्बिङ गेम खेलेर डाँडा चढायो भने नि अहिले एक्कासी यहाँ गाडीमा यस्तै डाँडा चढाउँदाखेरि त ओ माई गड यु क्यान नट जस्ट इमेजिन क्या लाइक अब हुन्छ नि वाल्ला के भइरहेछ हबिबी भन्ने टाइपको होइन डाँडा चढाउने बेला त ठिकै हो गाइज तर यो हुन्छ नि डाँडाबाट ल्याम्म तर झार्दाखेरि त छाडाबाटै खस्याएको त हुने कि वाला हुन्छ नि तर केही छैन मजा लिने हो है केही छैन So guys, this is called Desert Safari. Thank you so much, driver ji. Thank you so much, brother. It was really ridiculous lifetime experience. आपने याद दिला दिया. माँ कसम, thank you. Really appreciate it. But इतना डर गया माँ कसम. बहुत experience. Finally, hey. घुमाइरहेको सो गाइज त्यही नै हो है अनि आफ्टर अल हामी चाहिँ यता आएर एकछिन आएर फ्रेस भएर सबै एक्सपिरियन्सहरू उसले गऱ्यो है अनि एकछिन डेजर्ट सफारी गाडीमा मजाले गरेर अनि अहिले चाहिँ हामी क्यामेरा राइडको लागि वेट गरेर यहाँ चाहिँ टर्न वाइज हुने रहेछ है एकचोटिमा चाहिँ 2 जना मान्छेहरू चाहिँ एकचोटिमा तपाईँहरू 2 जना चढ्न सक्नुहुन्छ त्यसको लागि चाहिँ 50 दिनाम पे गर्नुपर्ने रहेछ है एज यु क्यान सी टक्क 10 मिनटको राइड हुने रहेछ क्यामेल राइड चाहिँ 50 रुपियाँमा 2 जना है यसले त लडाउँछ कि गडे अबि हान्छ क्या तर डर लाग्ने चाहिँ भाइ है केही छैन मजा लिने हो है ल हाम्रो राइडर चेन्ज भइसकेको छ है हेलो Some funny moments with Pakistani. ये तुम हो और ये कैमल है ओके टिकटॉक के फेमस कैमरे पर बैठे हैं जो टिकटॉक के स्टार हैं So guys, अब हामी ओर्लिने अवस्थामा छौँ एज यु क्यान सी
अब लत्तै बस्ने होला कि वान लास्ट मोमेन्ट है क्यामेरामा कस्तो अवस्थामा ठ्याक ल्याम्मै बस्दिने होला अब जरा धेरै चाहिँ राख्दैन नाइस एक्सपिरियन्स ल Time for motor ride. अनि यो मोटर बाइकहरू चाहिँ तपाईँहरूको कस्तो हुने रहेछ भनेर भन्नुहुन्छ भनेदेखि त्यो बुकिङ गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएर गर्नु होला है किनभनेदेखि बुकिङ गर्दाखेरि भन्ने प्राइस चाहिँ यहाँ आउँदाखेरि डिफ्रेन्ट हुने रहेछ अब तपाईँको यस्तो रहेछ पर पर्सन 100 दिराम रहेछ तपाईँले 100 दिराममा चाहिँ 20 मिनट पाउनु हुँदो रहेछ अनि त्यसको साथसाथै तपाईँले अनि केही छैन तर 2 जना मिनट चल्ने हो भनेदेखि चाहिँ तपाईँको 150 मा 10 मिनट चलाउन पाउनु रहेछ तर एउटै बाइक रहेछ एउटा बाइक दिएर 150 मा 10 मिनट टक्क लाएर चलाउन मिल्ने रहेछ है अनि त्यही हो डेजर्ट सफारी चाहिँ एकचोटि आउनु होला तपाईँहरू पनि है एकचोटि आउनुहोस् यो भनेको चाहिँ खत्रै एक्सपिरियन्स हो हजुरहरूलाई है अझ मेनली त तपाईँहरूको त्यो सफारीमा जाँदाखेरि गाडीमा यस्तो दामी फिल भयो कि यस्तो दामी महसुस भयो यस्तो मजा आयो गाइज होइन यु क्यान नट जस्ट इमेजिन के गाइज हुन्छ नि लाइक वाला खत्रै मजा आयो एक किसिमले भन्नुपर्दाखेरि त डर पनि खत्रै लाग्यो किनभने गाडी यस्तो हल्लायो कि गाइज होइन गाइज है हामी चाहिँ आफ्टर ल यता भित्र आइसकेका छौँ अब यहाँ लाइभ प्रोग्राम के हुन्छ म हजुरहरूलाई अपडेट गरि नै हाल्छु है सो त्यही नै हो थैंक यू अभी आएंगे ओके थोड़ा रेस्ट करके फ्रेश होके आएंगे भाई थैंक यू सो मच आलू का प्राइस है यार ओके मुश्किल नहीं सो गाइज है एज यु क्यान सी हजुरले देख्न सक्नुहुन्छ ट्याक्क लाएर प्रोग्राम पनि स्टार्ट भइसकेको छ ल टक्क बिस्तारै म सँगसँगै बसेर हजुरहरू पनि टक्क बेली डान्स प्लस तपाईँको लाइभ फायर सो हेरेर टक्क इन्जोय गरिदिनुहोस् होला है त Enjoying the belly dance. Enjoying the live fire show.
सो गाइज है एज यु क्यान सी हामी चाहिँ आफ्टर अल सबै प्रोग्रामहरू सबै खत्तम गरेर अब चाहिँ डिनरमा लाग्दैछौँ। एज यु क्यान सी है हाम्रो भाइ चाहिँ त्यहाँ खाना टक्क मजाले हाल्दैछ है। ऊ फेरि टिकटक लाइभ बसेर टिकटक लाइभै बिजी छ। सो गाइज त्यही नै हो है। अब चाहिँ बिस्तारै खानसाना खानुपर्ने हुन्छ अनि बिस्तारै लाग्नु पनि पर्ने हुन्छ। म एकचोटि हजुरहरूलाई सरर खानामा के छ यसो टक्क भेराइटीहरू देखाउँछु है त। सो त्यही नै गाइज है मैले हजुरहरूलाई सबै कुराहरू देखाइहालेँ है। अब यस्तै हो रहेछ सफारी। मैले अब भिडियो त्यति राम्रो त भिडियो मैले हजुरलाई दिन सकिनँ होला, तर आइएम ट्राइङ माई बेस्ट भिडियो दिनुलाई चाहिँ है। सो त्यही नै गाइज है आजको लागि यति नै। नेक्स्ट टाइम छिट्टै भेट्छु त भन्दिनँ, नट इमिडिएटली बट डेफिनेटली म हजुरलाई फेरि पनि क्याचअप गर्नेछु ल। हस् त, मर्निङमा हेर्ने हुनेलाई गुड मर्निङ, आफ्टरनुनमा हेर्नेहरूलाई ह्याप्पी गुड आफ्टरनुन, इभिनिङमा हेर्नेहरूलाई ह्याप्पी गुड इभिनिङ भन्दा भन्दै नबरी बाजे दैवलसँग सबैको राम्रो होस्, भलो होस्। फेरि पनि भेट्नेछौँ हजुरहरूको सामु, हामी नि आउनेछौँ है। गुड बाई अहिलेको लागि। अहिलेको लागि गुड बाई, गुड नाइट गाइस, सी यू सुन। Thank you for watching till the end, and of course, don't forget to subscribe.